कविता कोर्ने आफ्नै शैली हुन्छन् महोदय। कविता कोर्ने आफ्नै शैली हुन्छन् महोदय। तपाईँ कसरी भन्नुहुन्छ म भित्रको कवि मर्यो भनेर? कल्पनामा आकाशको तारा टिप्नु एउटा फरक प्रसङ्ग। दुर्गम बस्तीका घर घरमा उज्यालो पुर्याउनु एउटा जीवन्त अभ्यास। त्यसैले म शब्दहरूको होइन उज्यालोका कविताहरू कोर्दैछु। महोदय, तपाईँ सधैँ आकाश र धरती जोडिएको सपना देख्नुहुन्छ। म ठुलो नदीले छुट्याएको गाउँलाई झोलुङ्गे पुलको सहाराले एउटै रेखामा जोड्दैछु र यही झोलुङ्गे पुल तरेर स्कुल जाने नानीहरूका पाइलाहरूले लेख्दैछु एउटा नयाँ युग, नयाँ संसार। र यही झोलुङ्गे पुल तरेर स्कुल जाने नानीहरूका पाइलाहरूले लेख्दैछु एउटा नयाँ युग, नयाँ संसार। सहरको साहित्यिक सम्मेलनमा शब्दहरूका भारी बोकेर दौडिरहने तपाईँ टाढाबाट डोकोमा पानी बोकेर खानुपर्ने दुर्गम गाउँका आमा दिदीका पीडा बुझ्नुहुन्न। म 2 थोपा मसी खर्चेर गाउँका दूरदराजसम्म पुर्याएर पानीका धारा तिर्खाएका ओठहरूमा सन्तुष्टिका टिप्पणी सदर गरिरहेछु। महोदय, सौन्दर्यको पारखी तपाईँ प्रेयसीको मुहार र चन्द्रमा दाँजेर टोलाउनुहुन्छ र लेख्नुहुन्छ रातो गुलाबी ओठ जस्ता मादक हरफहरू। म अर्ग्यानिक चियाका पात जस्ता हरिया अक्षरहरू बटुलेर लेख्छु गाउँको विकास, बसन्त मुस्कुराउने पहिलो सौन्दर्य। गाउँको विकास, बसन्त मुस्कुराउने पहिलो सौन्दर्य। वाह!